चाल्ला खेलमा घर बनाउन एकदमै वर्थ इट चाहिँ किन होला? म केही संसारको केही मुलुकहरू पनि भिजिट गरिरहेको छु। अस्ति भएर 1 हप्ता अगाडि मात्रै म हङकङबाट फर्केको थिएँ। अनि मलाई बाहिर जाँदाखेरि पनि त्यहाँको लाइक अपार्टमेन्टहरुको स्टाइल, इन्डिभिजुअल भिल्लाजहरु, इन्डिभिजुअल होम घरहरुको बारेमा पनि जान्न मन लाग्छ। त्यहाँको लोकल फ्रेन्ड्सहरुसँग पनि मैले कुराहरु गर्छु धेरैवटा देशमा जाँदाखेरि। हङकङमा चाहिँ त्यहाँको बिलिनियरहरु बस्ने भनेको चाहिँ सिटी भन्दा अलिकति टाढा यस्तै ठाउँमा रहेछ के। त्यहाँ द पिक भन्ने ठाउँ छ हैन, र अलिकति टाढा। अब कमर्सियल एरिया भनेको एकदमै ठुलठुलो अपार्टमेन्ट या मल्सहरु हैन, ठुलठुलो बिल्डिङहरु त हुन्छ नै, त्यहाँ पनि मान्छे बस्न नबस्ने होइन, त्यहाँ पनि बस्छन्। तर अझ धेरै बिलिनियरहरु बस्ने भनेको अलिकति टाढा, सिटी भन्दा 9-10 किलोमिटर टाढा, अलिक ग्रीनरी भएको एरियामा, अलिकति पिसफुल आनन्दले सुत्ने हैन, दिनभरिको थकान मेट्ने हिसाबले जुन तरिकाले गर्छन्। मलाई चाल्लाखेल या भनौं लिजेन्ड प्रोपर्टीले अरु ठाउँमा गरेको प्रोजेक्ट पनि यस्तै लाग्छ कि शहर भन्दा अलिकति 8-10 किलोमिटर टाढा होस् हैन, ग्रीनरी होस्। अब यहाँ हेर्नुस् न, अब यहाँ खोला नजिकै छ। भले हामी चाहिँ यस्तो कुरालाई चाहिँ अलिकति स्वच्छ बनाउनु पर्छ, त्यो हाम्रो हातमा मात्रै छैन, गभर्नमेन्टले पनि गर्नुपर्छ, स्थानीय निकायले पनि गर्नुपर्छ, लोकल गभर्नमेन्टले पनि गर्नुपर्छ। यो खोलालाई हामीले राम्रो बनाउन सक्छौं, यो खोलाको वरिपरि हामीले फूल रोप्न सक्छौं। लिजेन्डले मात्र होइन, यहाँको ओडाले पनि गर्नु पर्यो, यहाँको नगरपालिकाले पनि गर्नु पर्यो हैन, सरकारले पनि गर्नु पर्यो। यो करिडोर त हामीले राम्रो बनाउने हामी सबैको कर्तव्य हो हैन। खोला नजिक छ, तल हेर्नुस् खोला छ, माथि हेर्नुस् डाँडा छ हैन, यस्तो राम्रो व्यवस्थित ठाउँ छ। त्यही भएको हुनाले चाहिँ कोही मान्छेलाई एकदमै कोर सिटी मन पर्छ, कोही मान्छेलाई एकदम पिसफुल ठाउँ मन पर्छ हैन। र धेरै जसो चाहिँ अहिलेको चाहिँ स्थिति चाहिँ के छ भने पिसफुलतिर बढी मान्छेहरु गइरहेको छन्। एकदमै क्राउडमा भन्दा दिनभरि बरु काम गरेर बेलुकी चाहिँ 5 बजेपछि या तपाईको अफिस आवर पछि आएर अलि राम्रोसँग बसौं भन्नको लागि चाहिँ यो प्रोजेक्ट एकदमै ठीक छ।